कमरेडहरू र मित्र जाजरकोट जिल्लाका सम्पूर्ण क्रान्तिकारी जनसमुदायमा म पार्टी केन्द्रीय समितिको तर्फबाट हाम्रो सिंह यो अभियान टोलीको तर्फबाट र मेरो तर्फबाट एकचोटि फेरि अभिवादन भन्छु। स्वीकार्नुहोस् क्रान्तिकारी अभिवादन। आदरणीय जनसमुदाय, अहिले हामी यो अभियान कुन सन्दर्भमा चलाएका छौं र हामी झापाबाट कञ्चनपुर हुँदै पैतरीबाट आज जाजरकोटसम्म आउँदा के कस्तो अनुभूति भयो भन्ने बारेमा भर्खरै वरिष्ठ उपाध्यक्ष कमरेड नारायण काजी श्रेष्ठले विस्तारपूर्वक र सठिक रूपमा नै धेरै कुरा राखिसक्नु भएको छ र त्योभन्दा अगाडि उपमहासचिव तथा यसै जाजरकोट जिल्लाका जनप्रतिनिधि माननीय शक्ति बस्नेतले पनि हाम्रो अहिलेको पार्टीको स्थिति र अवस्थाबारे र हामीले राजनीतिक परिवर्तनसँगै जनताको अवस्था परिवर्तनका निम्ति सुरु गरेको अभियानबारे बताइसक्नु भएको छ। त्यसकारण मैले तिनै कुरा फेरि दोहोर्याएर जोड दिएर भन्नुपर्ने आवश्यकता महसुस गरेको छैन। मैले कमरेडहरूले राखेका कुरामा ती कुरा सबै हाम्रो पार्टीकै कुरा हुन्, हाम्रो केन्द्रीय समितिले निर्णय गरेकै कुराको वरिपरि छन्। मेरो त्यसमा पूर्णतः समर्थन रहेको कुरा म यहाँहरूलाई राख्न चाहन्छु। आदरणीय जनसमुदाय, हामी पैतरीबाट सुरु गरेर डडेलधुरा, डोटी, अछाम हुँदै दैलेख भर्खरै आज बिहान मात्रै दैलेखमा केही महत्त्वपूर्ण कार्यक्रम सकेर हामी जाजरकोट प्रवेश गरेका छौँ। जाजरकोट प्रवेश गर्ने बित्तिकै जुन उत्साहको साथ यहाँका पार्टीका साथीहरूले र यहाँका जनप्रतिनिधिहरू हाम्रो टिमलाई स्वागत गर्नुभयो र यहाँसम्म आउँदा ठाउँ ठाउँमा ठुलो संख्यामा जनताले हृदय खोलेर मन खोलेर हाम्रो टिमलाई स्वागत अभिवादन गर्नुभयो। त्यसको लागि म जाजरकोटवासी सम्पूर्ण जनसमुदायलाई र पार्टीलाई हार्दिक धन्यवाद भन्न चाहन्छु। अहिले यो सभामा एकछिन अगाडिसम्म त निकै चर्को घाम थियो, गर्मी थियो, त्यसको पनि परवाह नगरी घण्टौँसम्म तपाईँहरू धैर्यतापूर्वक यस सभामा सहभागी हुनुभयो र अहिले अन्तिम समयसम्म पनि बडो अभिरुचिपूर्वक तपाईँहरूले हाम्रो पार्टीका कुराहरू, हाम्रा नेताहरूका कुराहरू सुनिराख्नु भएको छ। यसको निम्ति पनि तपाईँ जाजरकोटवासी सम्पूर्ण जनसमुदायलाई हार्दिक धन्यवाद र अभिवादन भन्न चाहन्छु। आदरणीय जनसमुदाय, यो सभामा आउनु अगाडि यसै नगरपालिकाको कार्य कक्षमा